बर्खा लाग्दाखेरि तपाईँको निद्रा त पुरा हुन्थेन होला। अब कहाँ निन्द्रा पुरा हुन्छ र रातैभरि उभिएर पानी फाल्दै बस्नुपर्छ। त्यो ढलको पानी यत्रो डल्लो आउँछ। तपाईँ यहाँ आएर बस्नु भएको भए पो थाहा हुन्थ्यो भने। यो सुकुम्बासी टोलमा चाहिँ त्यो हर्केलाई लगेर राख्नु पर्यो। गुको डल्लो आउने ठाउँमा चाहिँ त्यो हर्केलाई गुको डल्लोमा सुताउनु पर्यो। त्यहाँको सुकुम्बासी यसो भनिरहेको छन् होइन, गुका डल्लो आउँछ राति राति पानी छिर्छ भनिरहेको छन्। अहिले बालुसाले जे गरेर राम्रो गरे भनिरहेको छन् सुकुम्बासीहरू। आज के अरे हर्केको स्ट्याटस त्यो हर्केको स्ट्याटस दिएको छ कि छैन? त्यो हर्केको स्ट्याटस आइज हो, त्यो स्ट्याटस हेर्न है त के भन्छ, जहाँ छ त्यहीँ गएर बन्नु सुकुम्बासीहरू भनेर उल्काइरहेको छ। त्यो हर्केलाई चाहिँ त्यो गुको लिन आउने ठाउँमा चाहिँ लानु पर्यो। यो हर्के पागल बौलाहरूलाई भनेको नमान्नु भयो त। जनताहरूले यति राम्रोसँगले सुध्रिनु, राम्रोसँगले काम गर्नु भनेर जिताएर पठाए। अहिले लास्टमा गएर विरोध गरिरहेको छ सुकुम्बासीलाई। आज उचालिरहेको छ सुकुम्बासीलाई। सडक तताउनु पर्यो चारैबाट, पूर्वदेखि मेची महाकाली सबै ठाउँ आन्दोलन गर्नु पर्यो भनिरहेको छ। आन्दोलन के को? यसको राजनीतिको लागि आन्दोलन गर्ने हो? यो सब के हुनेवाला छैन जति नै आन्दोलन गरे पनि। हर्केलाई नि